हुन्छ सर। ल बिने तपाईँले अब यो जुन हाम्रो अहिले जो बडा दसैँको पनि अलि यो जुन यो अवसरमा हैन मलाई चाहिँ र हाम्रै सबै एफसी कम्प्युटर टिमलाई चाहिँ एकदम एउटा राम्रो हैन गिफ्ट उपहार दिनुभएको छ हैन। त्यो चाहिँ अब तपाईँले यो एउटा राम्रो हैन बाउन्डी रिवार्ड पाउनु भएको रहेछ हैन। त्यसको चाहिँ अब मैले पनि तपाईँ मार्फत यो जानकारी पाएँ र एकदम धेरै नै मलाई चाहिँ खुसी लाग्यो यसमा तपाईँको यो जुन प्रोग्रेसमा चाहिँ हैन। अब तपाईँले चाहिँ के भन्नु भन्दाखेरि यो कुन चाहिँ प्लेटफर्ममा हैन र कुन चाहिँ प्रोग्राममा तपाईँले चाहिँ यो मौक भेटाउनु भएको पहिला चाहिँ यहीबाट सुरु गर्नु। हजुर, हजुरको चाहिँ यो इन्टिग्रेटिभ प्लेटफर्म चाहिँ खास गरी अब यो इन्टिग्रेटिभ प्लेटफर्मबाट चाहिँ पाएको हो। हजुरको चाहिँ प्रोग्रामको नाम चाहिँ अब फर्नेस समथिङ अब त्यस्तै थियो सर। अब त्यो प्रोग्राममा चाहिँ हजुरको नर्मल रिकन गर्दाखेरि चाहिँ पाएको हो। अब त्यसको डिप पनि गएको छैन। हजुरको मात्र अब यो सोर्स कोडहरू पढ्दाखेरि चाहिँ पाएको जाभा स्क्रिप्टको। ओके, अनि त्यसपछि यो यसमा चाहिँ तपाईँले हैन कति तपाईँको रिवार्ड पाउनु भएको छ? 560 युरो। 560 युरो भनेपछि अब यो जुन तपाईँले जुन यो पाउनुभयो होइन 560 युरो तपाईँले पाउनुभयो नि त होइन। जब तपाईँले यो पायो भने चाहिँ तपाईँले कसरी थाहा पाउनुभयो यो पहिला चाहिँ? त्यो चाहिँ हजुरको अब एक्ज्याक्ट चाहिँ अब थिएन। अब जस्तै अब सफ्टवेयरहरू इनोभेट गरेर त्यो अब भनौँ न ओल्ड सफ्टवेयरहरू जस्तै अब तपाईँको इन्भाइरोमेन्टको अब प्रोडक्सनहरूको अब हुन्छ सफ्टवेयरहरू जस्तै डेभ स्ट्याटिङ अब साइडहरू हुन्छ नि हजुरको त्यस्तो साइडमा गएर चाहिँ म के गरेँ कि अब तपाईँको होइन भिजिबल अब त्यो सर्फेसहरू हुन्छ नि फिचरहरू त्यो भिजिबल सर्फेसहरू भिजिट गरेँ। त्यसपछि अब केही पाइएन अनि त्यसपछि भन्यो कि अब ओल्ड एन्ड पोइन्टहरूतिर लागौँ भनेर अब खोजौँ भनेर जाभा स्क्रिप्ट फाइलहरूमा अब के एन्ड पोइन्टहरू छ भनेर चाहिँ अब त्यो सबै खोज्दै गर्दा क्रममा चाहिँ पाएको सर त्यो चाहिँ। अनि जब तपाईँले 560 जुन यो रिवार्ड पाइसकेपछि चाहिँ होइन तपाईँको यो कस्तो पहिलो तपाईँको कस्तो रियाक्सन थियो त्यसमा तपाईँले कस्तो फिल भयो? सो एट फर्स्ट त यो 560 पाएको छु भनेर मलाई नै थाहा थिएन। अब तपाईँको यो अब बग क्राउडतिर चाहिँ काम गरिरहेको थिएँ। अब त्यति बेला चाहिँ अब तपाईँको यो 10 डेज पछि चाहिँ गएर थाहा पाएको कि मेरोमा यति पैसा आएको छ भनेर चाहिँ थाहा पाएको रहेछ। भनेपछि चाहिँ अब तपाईँको 560 युरो चाहिँ अब एक्सेप्ट गरेर पेड गरिदिएको रहेछन् भनेर थाहा पाएको। भनेपछि फर्म तपाईँले जुन भेटाउनु भएको थियो त्यो एक्सेप्ट भएर अनि पेमेन्ट भयो भने त्यसै तपाईँले चाहिँ थाहा पाउनु भयो होइन त? हजुर हजुर। अनि त्यसमा चाहिँ तपाईँले यो मलाई चाहिँ त्यो च्याटमा चाहिँ यो मल्टिपल यो जुन लगइन पनि कुरा गर्नु भएको तपाईँको यो थुप्रै सब डोमेनहरूमा चाहिँ हजुरको अकाउन्ट रेजिस्टर गरेर अनि त्यसमा चाहिँ लगइन गर्नु मिल्छ। तर अब त्यसमा चाहिँ एउटा इस्यु चाहिँ के भएको थियो कि यो जुन डोमेन हुन्छ नि हाम्रो डोमेन भेरिफिकेसन कोड चाहिँ हाम्रो अब भनौँ न मेल बक्सहरूमा चाहिँ आइराखेको थिएन। अब त्यस कारणले चाहिँ अब अलिक भनौँ न क्रिटिकलबाट अब हाईमै गयो। अब त्यो चाहिँ इमेल भेरिफिकेसन बाइपास चाहिँ गर्न सकिएन नि है। ए भनेपछि त्यतिसम्ममा चाहिँ तपाईँले यो गरेर अनि त्यही रिपोर्ट चाहिँ तपाईँको एक्सेप्ट भएको? हजुर हजुर सर। अनि त्यसपछि तपाईँको यो जुन 560 जब तपाईँको युरो नि तपाईँको यो जुन ब्याङ्क एकाउन्टमा आउँदाखेरि होइन तपाईँको यो इन्टिग्रिटीबाट चाहिँ यो कतिको काट्दो रहेछ के रहेछ कस्तो रहेछ यो चाहिँ तपाईँको पेमेन्ट चाहिँ कसरी जब 560 युरो चाहिँ तपाईँको नेपाली जुन कन्भर्ट भएर आउँदाखेरि चाहिँ तपाईँले कति रकम पाउनु भयो र त्यसमा कति चाहिँ तपाईँको यसमा चाहिँ काट्दो रहेछ? त्यो चाहिँ एक्ज्याक्टली अब कसरी भनिन्छ र अब तपाईँको 560 अब नेपालीमा कन्भर्ट गर्दाखेरि हजुरको 93,000 आउँदो रहेछ। हजुरको चाहिँ अब भनौँ न अब त्यहाँबाट पठाउँदाखेरि चाहिँ अब हजुरको ब्याङ्कमा आउने भनेको चाहिँ 92,800 समथिङ। ए भनेपछि तपाईँको अब उहाँहरूले चाहिँ अब भनौँ न जस्तै आज तपाईँको रिपोर्ट त्यसै भयो अनि पे गर्यो अब भोलितिर चाहिँ पे गरिदिन्छ। ए भनेपछि अब जो तपाईँको हातमा चाहिँ 92 हजुर हजुर 92 चाहिँ पर्यो सर। अब के गर्नु घरमा पनि दिनु पर्यो। ठिकै छ। तपाईँले अब
तपाईँले अब जुन भनौँ न रकम तपाईँले आफ्नो मिहिनेतबाट होइन बाउन्डरीबाट भनौँ न चाहिँ कमाएर अब त्यसमा तपाईँले अब होइन अब फ्यामिलीलाई दिनुभयो भन्दाखेरि त त्यो त एउटा प्राउड फिल हो नि त। त्यो त अब फ्यामिलीको लागि अब घरतिर पनि अब भयो नि त अप्सहरूले घरबाटै केही गरिरहेको छ भनेर त्यो सोचेर चाहिँ धेरै लागेको छ। हजुर भनेपछि त अब एउटा यो त तपाईँको फ्यामिलीको लागि चाहिँ प्राउड मोमेन्ट भयो होइन। अनि त्यसै फेरि त म पनि तपाईँको अब मेन्टर गुरु होइन हिसाबमा जब मैले थाहा पाएँ होइन 560 युरो भनेपछि होइन अनि त्यो मलाई पनि एक किसिमको एकदम प्राउड मुमेन्ट भयो। अब तपाईँलाई चाहिँ अब मोटिभेट भयो अब तपाईँलाई चाहिँ अब के लाग्छ तपाईँको यो वर्क बाउन्टीमा चाहिँ मिहिनेत गऱ्यो भने पैसा छ नि होइन त छ नि होइन। कतिजनालाई चाहिँ तपाईँको डाउट भइरहेको हुन्छ जस्तो अब चाहिँ अब गर्न त खुट्टा हुन्छ अब तपाईँको धेरै डुप्लिकेट आइरहेको हुन्छ कतिमा के आइरहेको हुन्छ कुनै बेलामा अनएभाइलेबल भनिदिरहेको हुन्छ होइन। त्यसले कतिपय यो बग बाउन्टीमा काम गर्ने अथवा बग बाउन्टीमा चाहिँ के अब करियर बनाउने मान्छेहरूलाई चाहिँ अलिकति यो कन्टिन्यू गर्ने कि नगर्ने भनेर क्या यो सबैजनाले तपाईँको सेफ हेर्छ नि त यो कतिको सेफ छ होइन। म चाहिँ अब सर एउटा भन्नुहोस् ल हजुरको मेरो चाहिँ तिनवटा भनौँ न तिनवटा प्लेटफर्ममा चाहिँ रिपोर्ट गरेर चाहिँ एउटा एकर वानमा अनि एउटा भयो इन्टिग्रेटीमा अनि एउटा चाहिँ हजुरको बकग्राउन्डमा टोटल अब भनौँ न तिन प्रोग्रामको रिपोर्ट जोड्दाखेरि हजुरको 30वटा जति मेरो एनए आएको होला सर। ए तर चाहिँ मैले तपाईँको गिभअप गरेको चाहिँ थिएन सर। हजुर हो होइन सबैको त्यही नै छ जस्तो अब यो भन्नु अगाडि हाम्रो पङ्कजको पनि होइन अब उहाँले बकग्राउन्डहरू अनि त्यसपछि अरू प्लेटफर्ममा गर्दाखेरि सेम तपाईँकै जस्तो सिचुएसन थियो। अब जब उहाँले चाहिँ फिर अब ह्याकर वानमा चाहिँ नेटफ्लिक्समा उहाँले काम गर्दाखेरि होइन अब त्यो बेलामा हामीले पनि एक्सपेक्टेसन चाहिँ अब त्यो बेलामा उहाँले चाहिँ अब मसँग पनि अलिकति कन्सल्ट गर्नुभएको थियो मैले पनि हल्का फुल्का अब मैले उहाँलाई गाइड गरिदिएको थिएँ त्यसमा चाहिँ त्यो एउटा चाहिँ त्यो स्टेपमा होइन प्रुफ अफ कन्सेप्ट बनाउने कि जुन हामी स्टेप दिनुपर्ने हुन्छ नि त त्यसपछि पग भेटाएर मात्रै पनि अहिले त रिवार्ड पाउँदैन नि त्यो स्टेप मैले स्टेपहरूमा चाहिँ तपाईँको गाइडलाइन गरेको थिएँ उहाँले। अनि त्यसपछि अनि गएर उहाँले त्यो $5,000 उहाँले चाहिँ त्यो पग उहाँले त्यसरी पाउनु भएको हो होइन। अनि त्यही भएर तपाईँबाट अनि बगसबाट चाहिँ के अनि मैले चाहिँ त्यही एउटा चाहिँ के प्रश्न गर्न खोजेँ भन्दाखेरि चाहिँ तपाईँहरू चाहिँ के यो जुन बग बाउन्टीमा आउने भनेर नै यहाँ एक्सन कम्प्युटरमा ट्रेनिङ लिनलाई यसैको लागि नै आएको खास गरी होइन। भनेपछि अब अहिले तपाईँहरूले चाहिँ बिस्तारै बिस्तारै प्रोग्रेस पनि गर्दै हुन्छ बग बाउन्टीभित्रै होइन। चाहिँ अब तपाईँले चाहिँ यसमा चाहिँ के भन्न चाहनुहुन्छ चाहिँ अब छ नि करियर त राम्रो छ नि त बग बाउन्टीमा अलिक धेरै छ डरियो भने चाहिँ अब भनौँ न अब तपाईँले लास्ट टाइम माफ गर्न सक्छ सर अब थुप्रै फिल्डहरू पनि छ हुन त अब त्यसमा पनि जान सक्छ नि बिहारको। तर अहिलेको टाइममा चाहिँ तपाईँको यहाँ हाम्रो धेरैजना स्टुडेन्टहरू चाहिँ तपाईँको यो कम्पनी बेसिसमा भन्दा पनि कम्पनीमा गएर त्यसै तपाईँको पेन टेस्टिङ गरेर भन्दा पनि होइन सक्सेस रेट चाहिँ तपाईँको यहाँबाट जति पनि पास आउट भएर होइन जानुभएको जस्तो तपाईँ पनि त यहाँ सिएच मजाले पास आउट भएर जानुभएको छ होइन। सिएच यहाँ एक्जाम गरेर मिहिनेतै गरे हो तपाईँले मिहिनेत गरेर सिएच पास गरेर होइन सर्टिफिकेट पाएर सर्टिफाइड भएर नै तपाईँ यहाँबाट चाहिँ होइन त्यसरी चाहिँ कोर्स कम्प्लिट गरेर तपाईँ चाहिँ कम्प्लिटै भएर तपाईँ जानुभएको छ होइन। भनेपछि चाहिँ अब तपाईँको अरूहरू पनि जतिजना पनि यहाँबाट पास आउट हुनुभएको छ स्टुडेन्टहरूको चाहिँ तपाईँको व्यापक तपाईँको धेरै जस्तो स्टुडेन्टहरू चाहिँ तपाईँको सक्सेस बग बाउन्टीमै हुनुभएको छ कि पेन टेस्टिङमा भन्दा पनि अहिले चाहिँ त्यही भएर अब तपाईँले पनि मलाई कन्ट्याक्ट गर्नुभयो होइन बग बाउन्टीमै पाएँ भन्नुहुन्छ। लगभग धेरै जसो स्टुडेन्टहरूले चाहिँ तपाईँको मलाई कन्ट्याक्ट गर्नुहुन्छ र उहाँहरू सबैजना अहिले बग बाउन्टीमै हुनुहुन्छ कि जसबाट पनि मलाई चाहिँ के लाग्यो भन्दाखेरि चाहिँ धेरै नै खुसी पनि लाग्यो र मलाई यो प्लेटफर्म पनि बेस्ट किन लाग्यो भन्दा अन्तरजानलाई तपाईँको सिभीहरू दिनु पनि यहाँ त्यहाँ इधर उधर होइन लिङ्क हुनु पनि धेरै कुराहरू छ। तर बग बाउन्टीमा के छ भन्दाखेरि तपाईँको काम सबै छ कि तर तपाईँले नै गर्न सक्छ सिधै काम तपाईँले काम सिधै गर्न सक्नुहुन्छ बग बाउन्टीमा सिधै होइन सिभीहरू दिनु यताउता
पढाइसढाइ केही पनि चाहिँदैन, सिधै तपाईँले काम गर्न सक्नुहुन्छ। तर त्यसको लागि के चाहियो भन्दाखेरि तपाईँसँग स्किल चाहियो, त्यही होइन, स्किल चाहियो नि हो। अनि डेडिकेट चाहियो, तपाईँले जसरी मिहिनेत गर्नुभएको छ, पेसेन्स राखेर होइन, कन्सिस्टेन्स गरेर तपाईँले चाहिँ अगाडि बढ्नु भएको छ, यो पनि गर्नु पर्यो। र सबैभन्दा ठुलो कुरा चाहिँ तपाईँले जुन यहाँ आएर ट्रेनिङ गर्नुभयो, जुन मैले तपाईँलाई सिकाएँ होइन, तपाईँको मलाई पनि तपाईँले विश्वास गर्नुभयो कि सबैभन्दा ठुलो कुरा चाहिँ त्यो हो नि त। तपाईँले मलाई विश्वास नगर्नु भएको भए त मैले सायद तपाईँले सिकाउनै पाउँदैन थियो होला। अनि पनि यो दुनियाँको बारेमा चाहिँ यसको बारेमा तपाईँले पनि त होइन कुराहरू अब भित्तिक कुरा त जान्यो नि त, जे जस्तो भयो पनि यस्तो भन्ने कुराहरू होइन, त्यो पनि तपाईँले जान्नु हुन्न थियो होला। त्यही भएर सबैभन्दा ठुलो कुरा भनेको तपाईँले चाहिँ आफ्नो मेन्टरलाई विश्वास गर्नुभयो। त्यसपछि विश्वासमा रहेर तपाईँले के त यही कामलाई के इथिकली यही कामलाई बगबन्दीकै कामलाई जुन तपाईँले यसैको लागि नै यहाँ आउनुभएको थियो भन्न लिनु भएको थियो होइन, यसलाई नै कन्सिस्टेन्सी गरेर अनि त्यसपछि डेडिकेट गरेर पेसेन्स राखेर अहिले तपाईँ सक्सेस हुनुभएको छ। र म आशा राख्दछु कि अझै तपाईँको यो चाहिँ के होस् त भन्दाखेरि अझै बगहरू चाहिँ तपाईँले गरेर चाहिँ होइन, तपाईँको के यो के अरे सोर्स अफ इन्कम नै तपाईँको इथिकल ह्याकिङ बग बाउन्टी होस् कि बेस्ट विशेष चाहिँ म तपाईँलाई दिन्छु, त्यही हो। अनि मेरो पनि त्यही नै यही लक्ष्य यही एम राखेर नै मैले यहाँ तपाईँहरू पछिका पनि क्लासहरू जति पनि छन्, अब तपाईँहरू पछिकै क्लासका हुन् पङ्कज होइन भनेको उहाँहरूलाई पनि मैले चाहिँ यही एमै राखेर के कम्पनीमै गएर चाहिँ काम गर्ने भन्दा पनि हामीले चाहिँ प्लेटफर्महरू जति नै छ होइन यहाँभित्र, त्यसपछि त्यहाँ चाहिँ कामहरू जति नै छन्, तर त्यसमा चाहिँ एउटा चिज के चाहिन्छ भन्दा चाहिँ स्किल। सर्टकट छैन किनभने चाहिँ यहाँ हामीले जति पनि कलेजहरू अरू इन्स्टिट्युटहरूले चाहिँ सर्टकट सिकाइदिइरहेछ क्या, सर्टकटमा हुन्छ जब पाउँछ, यो पढ अनि जब पाउँछ, सर्टिफिकेट गर यो जब पाउँछ भन्दा पनि स्किल जेनेरेट गरेर चाहिँ अनि हामीले त्यस्तो प्लेटफर्ममा चाहिँ आफ्नो स्किल देखाउने हो भने चाहिँ अवश्य पनि हामीले चाहिँ होइन तपाईँ रिमोटली तपाईँको चाहिँ सिभीहरू यताउताहरू केही नगरिकन पनि हामीले चाहिँ काम गर्न सक्छौँ भने चाहिँ होइन, जो तपाईँहरूले चाहिँ यसलाई चाहिँ प्रुभ गर्नुभएको छ। र यसमा म पनि मोटिभेट भएको छु, अहिले एकदमै ममा पनि इनर्जी आएको छ, जसबाट मैले पनि अबको जुन हुन त पहिला पनि मैले यसलाई नै मैले अगाडि तपाईँको सारेर अगाडि तपाईँको क्लासहरू गरेको भएर पनि मैले चाहिँ त्यो रिपोर्ट भन्ने कारण त्यही हो त, रिपोर्ट मलाई रिपोर्ट दिनुहोस् भनेको त्यही हो। आजको यो दिनको लागि मैले चाहिँ कडा गरेको त्यो बेलामा के रिपोर्ट मैले चाहिँ त्यही मैले भनेको हो, खास गरी त्यो कम्पनीमै नगइकन काम गर्न पाऊँ भनेपछि अब मैले तपाईँहरू चाहिँ अहिले चाहिँ त्यो बिस्तारी त्यसमा चाहिँ एकदम प्रोग्रेस गर्दै जानुभएको छ र यसलाई अझै कन्टिन्यू गर्नुहोस्। र मैले चाहिँ त्यही देखेको छु कि अझै अहिले त 5 भने 60 भयो, प्लस तपाईँको के हुन्छ भन्दाखेरि चाहिँ तपाईँको अब होइन हुँदै तपाईँ होइन 5,000देखि लिएर 25,000सम्म पनि 25,000सम्म पनि तपाईँ जान सक्नुहुन्छ क्या। अब त्यही हो सर। अब यसपछि मेनली चाहिँ के हुन्छ कि अझै पनि नेभर गिभ अप हुन्छ। अब गिभ अप गर्दै चाहिँ अब भनौँ न अब केही गर्नै सकिँदैन, अनि जति भयो अब गर्नै पर्छ जसरी भयो। तर गऱ्यो भने यसमा चाहिँ छ सर होइन त। अब कति होइन अब तपाईँको कति खुसी हुनुभयो नि त प्यारेन्ट्सहरू होइन, तपाईँले चाहनु भएको फिल्डबाट होइन तपाईँले चाहिँ 5 भने 60 युरो के त्यो पनि होइन युरो होइन आफ्नै देश नेपाल बसिकन कमाउनु भनेको त धेरै ठुलो कुरा, किन यो तपाईँको आफ्नो फिल्ड हो नि त, तपाईँले रोजेको फिल्ड, आफूले रोजेको फिल्ड, यसैमा तपाईँले अध्ययन गर्न मनपर्छ, यसैमा तपाईँलाई पढ्न मनपर्छ, यसैमा तपाईँले काम गर्नु मनपर्छ, यसै फिल्डबाट तपाईँले चाहिँ कमाउनु भनेको त त्यो त धेरै ठुलो कुरा हो नि। यो त एकदम यो त हाई लेभलको कुरा भइहाल्यो नि त। मान्छेले आफूले पढेको कुराहरूलाई तपाईँको इम्प्लिमेन्ट गर्न नजानेर तपाईँको चाहिँ अरू ट्रेनिङ गरेर विदेश जानुपर्ने ठाउँमा तपाईँले आफूले नै जुन ट्रेनिङ लिन आएको जुन फिल्डमा चाहिँ तपाईँले त्यसैबाट कमाउने भनेको त त्यो त तपाईँको फ्यामिली समाजको लागि धेरै ठुलो कुरा भइहाल्यो नि। So it was
भनौँ न एक अफ माई ड्रिम चाहिँ अब जस्तै अब भनौँ न कम्पनीहरूमा काम गर्दाखेरि चाहिँ के हुन्छ कि अब जस्तै भनौँ न अरू क्वार्टरमा चाहिँ अब मलाई कस्तो मन गर्दैन त्यही भएर चाहिँ हजुर हो। त्यही कारण अब त्यही कारणले अब सोचेको कि अब म बढीतिरै लाग्छु भनेर चाहिँ अब चाहिँ जति टाइम लाग्यो नि अब अलिक टाइम दिएर भए पनि अब तपाईँको जसरी नि गर्छु भनेर बसिरहेको थिएँ त्यति बेलासम्म चाहिँ अनि त्यसपछि तपाईँले अब भनौँ न यो सबै कुराहरू भयो। ठिक छ। अब अझै तपाईँले यसमा राम्रो गर्नु भएको छ, पहिलाभन्दा पनि अहिले तपाईँले मिहिनेत गर्नु भएको छ होइन, प्र्याक्टिसहरू पनि गर्नु भएको छ होइन। त्यसलाई चाहिँ अझै तपाईँको चाहिँ बेस्ट विशेष छ मेरो तर्फबाट, अझै यसलाई तपाईँले कन्टिन्युटी गरेर अब अझै राम्रो तपाईँले चाहिँ प्रोग्रेस गरिराख्नु। अनि त्यसमा अब यदि कुनै केही कुराहरू होइन पिओसीहरू दिँदाखेरि काहीँ कुरा अब कहिले काहीँ कन्फ्युजन हुन्छ, कहिले काहीँ चाहिँ केही हुन्छ भने तपाईँले त्यो अवस्थामा चाहिँ मलाई पनि कन्ट्याक्ट गर्न सक्नुहुन्छ होइन। तपाईँले फुल्ली तपाईँले नै आफैले यो चाहिँ गरेर तपाईँले यो चाहिँ प्रोग्रेस गर्नुभयो भने कुनै बेलामा त्यस्तो हुन सक्ला, कन्फ्युज हुनसक्छ होइन कामहरू गर्दाखेरि भने अब तपाईँले पनि के त केही चाहिँ निसङ्कोच रूपमा चाहिँ वाट्सएपमा मेसेज गरेर होइन तपाईँले चाहिँ त्यो पनि होइन मैले त्यसमा पनि मैले गाइड गर्नुपर्ने ठाउँमा काम तपाईँ पर्ने हो होइन। मैले भनेको गाइड त्यस्तोमा यस्तो गर्नुहोस् भने एउटा आइडिया लगाउनु त हो कि मैले तपाईँलाई आइडिया दिन्छु, त्यो आइडियामा देखेर तपाईँको भोलि गएर चाहिँ त्यो मिडियम पक के हुनसक्छ भन्दाखेरि चाहिँ इन्फर्मेटिभ भनेको पक पनि भोलि गएर तपाईँको चाहिँ मिडियम अथवा हाईमा जान सक्ने सम्भावना होइन। जुन अहिले तपाईँले यो चाहिँ अहिले आफैले गर्नुभयो होइन, आफैले तपाईँले सबको लगाएर मिहिनेत गरेर चाहिँ गर्नुभयो भनेपछि त एकदम यो त मलाई धेरै नै खुसी लाग्यो कि यो चाहिँ तपाईँले आफैले गरेर गर्नुभयो नि त। यो चाहिँ अब एउटा गुरुलाई चाहिँ योभन्दा ठुलो कुरा के हुनसक्छ कि संसारमा है। एउटा स्टुडेन्टले चाहिँ आफैले इन्डिपेन्डेन्ट होइन तपाईँको चाहिँ यो काम गरेर चाहिँ प्रोग्रेस गरेको त त्यो त गुरुलाई त्यही चाहिन्छ। गुरुलाई यो भइसकेपछि नै मै सक्सेस भएँ कि तपाईँलाई पढाउनु भनेको नै के भयो त भने म आज सक्सेस छु है, अब मैले अरूलाई पनि मैले पढाउन सक्छु है भन्ने मलाई पनि भयो क्या होइन त्यस्तो हो। त्यही भएर तपाईँलाई चाहिँ अब आगामी दिनहरूमा चाहिँ एकदम यसमा चाहिँ तपाईँको बेस्ट विशेष छ। हुन्छ सर, थ्याङ्क सर। अब हेरौँ सर, अब स्टिल अब रिपोर्टहरू पठाएको छु। हजुर अब अन्त्यमा तपाईँले के भन्नु छ भने भन्नुहोस् ल, अन्त्यमा केही छ भने। त्यस्तो केही छैन, त्यही भन्न चाहन्छु कि नेभर गिभ अप भनेर चाहिँ भन्न चाहन्छु सर। अब त्यसरी नै अब होइन अब अगाडि बढ्यो भने हामी चाहिँ सक्सेस हुन सक्छौँ होइन त। हजुर सर। ल अब यसमा तपाईँको